एएफसी एसियन कप 2026 को छनौट चरण खेल्न नेपाली राष्ट्रिय महिला फुटबल टोली उज्बेकिस्तान पुगेको छ। पहिलो पटक छनौट चरण पार गरेर एएफसी एसियन कप पुग्ने टोलीको ठूलो सपना छ। जुन 29 देखि हुने एएफसी एसियन कप छनौटमा समूह एफमा नेपालले लाओस, श्रीलङ्का र उज्बेकिस्तानसँग खेल्दैछ। लाओस र श्रीलङ्का भन्दा घरेलु टोली उज्बेकिस्तान निकै बलियो छ। उज्बेकिस्तानलाई हराएमा नेपालले इतिहास रच्न सक्छ भने अर्को वर्ष अस्ट्रेलियामा हुने एएफसी एसियन कपको 21औं संस्करणमा स्थान बनाउनेछ। यो भनेको 2027मा ब्राजिलमा हुने फिफा विश्वकपको 10औं संस्करणको नतिजासम्म पुग्नु हो। एएफसी एसियन कप छनौट प्रतियोगितामा नेपालले अन्तर्राष्ट्रिय महिला फुटबलमा 100औं खेल पार गर्दैछ भने नवनियुक्त मुख्य प्रशिक्षक फ्याट्रिक डे वर्ल्डले पनि नेपाली टिमको लागि प्रशिक्षकको रूपमा डेब्यू गर्दैछ। सन् 1986मा हङकङमा सम्पन्न एएफसी महिला च्याम्पियनसिपको छैटौं संस्करणदेखि अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागिता जनाउन थालेको नेपालले त्यसपछि 1989 र 1999 को संस्करण खेलियो, जति बेला टोली सोझै एएफसी च्याम्पियनसिपमा छनौट हुने गर्थ्यो। सन् 2006मा अस्ट्रेलियामा भएको 15औं संस्करणदेखि छनौट चरण पार गर्ने टोलीले मात्र एसियन कपमा स्थान बनाउने नियम लागू भयो। अघिल्लो संस्करणमा नेपालले अन्तिम केही मिनेट सम्हालिन नसक्दा फिलिपिन्ससँग पराजय बेहोरेको थियो, जसका कारण एसियन कप पुग्न नेपालले थप 4 वर्ष कुर्नु परेको छ। यो 40 वर्षीय इतिहासमा नेपालले अन्तर्राष्ट्रिय प्रतियोगितामा 1 दर्जन फाइनल खेलेको छ। यी सबै खेलमा नेपाल उपाधिबाट वञ्चित हुनु परेको छ। समूह एफमा नेपाल फिफा वरियता उज्बेकिस्तान पछिको बलियो टोली हो। यी दुवैको भेट समूह चरणको अन्तिम खेलमा हुनेछ, जसले गर्दा प्रतिस्पर्धा रोचक हुने अनुमान गरिएको छ। यी दुवै टोलीले अहिलेसम्म छनौट चरण पार गरेर एएफसीको प्रतियोगिता खेलेका छैनन्। नेपाली टोली अहिले उज्बेकिस्तानको तास्केन्दामा अन्तिम तयारी गरिरहेका छ। टोलीका प्रमुख खेलाडी तथा स्ट्राइकर सावित्र भण्डारी यो अवसर नयाँ पुस्तालाई नयाँ बाटो देखाउने माध्यमको रूपमा लिन्छ। कप्तान एन्जिला तुम्मापो सुब्बा उज्बेकिस्तानको यो दुर्लभ अवसरलाई खेर फाल्न चाहँदैनन्। उनलाई थाहा छ नेपाली टोली विश्वकपको ढोका ढकढकाउन कति नजिक छ भन्ने। उनी भन्छन्, अबको 4 वर्षमा हामी कता हुनेछौँ थाहा छैनन्। अहिले राम्रो मौका छ, टिम स्पिरिट राम्रो छ। 4 वर्षपछि के थाहा खेल्न पाउने हो कि होइन। त्यसैले पुरै टिमले भरपुर मिहिनेत गरिरहेका छौँ। नयाँ कोचको नयाँ रणनीतिले कस्तो उपलब्धि दिन्छ त्यो भने हेर्न बाँकी छ।